दुबई फ्रेम पार्कमा म छिरेँ है, टिकट किने 5 दिरहमको टिकट किनेर गर्दैछु। अब कहाँ हो नानाहरूलाई खोज्नु पर्नेछ, कुन चाहिँ ठाउँ हुनुहुन्छ खोज्दै खोज्दै जाने हो, भेटिन्छ भेटिँदैन। ल हाम्रो भाइ सुजन पनि हाम्रो नाना है। अब हामी दसैँ स्पेसल नानाहरूले पनि हाम्रो आज चाहिँ ह्यापी दसैँ है, परदेशीको दसैँ होइन नाना, परदेशीको दसैँ। दुबई जाबेल पार्कमा पुर्णे आज होइन रोटी खाँदै गरेको पुर्णेको कसै न दिदी परदेशीलाई। ल दसैँ स्पेसल दिदीहरूले तिहारको जस्तै रोटी बनाउनु छ। स्पेसल छ आज। अब हामी यहाँ पर्क बनाउँदैछौँ, हाम्रो सोल्टीले बनाउँदैछ। ओहो मैले नि हेल्प त गर्नुपर्छ, एकचोटि भिडियो बनाउनु पऱ्यो होइन, मैले हेल्प नगरी सोल्टीको भिडियो खिचेँ है। सोल्टी हुन्छ, हाम्रो धरान 19 को सोल्टी हुनुहुन्छ उहाँ चाहिँ। हजुर हजुर ह्याप्पी दसैँ स्पेसल हाम्रो कहना नेपाली का फेस्टिवल स्पेशल। आज प्रोग्राम इधर अरेंज किया हम लोग का सिस्टर बहन लोग, इसलिए मैं इधर आया। हम लोग इधर दसैँ स्पेशल बनाया रहा है। इधर हम लोग क्या क्या अरेंज किया था देखो, सेल रोटी है, अचार है, उसके बाद पूरा हम लोग मिल के खा रहा है। हामी चाहिँ दुबई फ्रेममा आएर पिकनिक खाँदैछु। यता दुबई फ्रेम छ, सबैजना यहाँनिर खाँदै र रमाइलो गर्दै हुनुहुन्छ है सबैजना। हेलो नाना बेना सोल्टी बाबु। ल हुन्छ सोल्टी। हामी एक चरण चाहिँ खाइसक्यौँ होइन, एक चरण खाइसकेर रहेछौँ। बेना के खाँदै हुनुहुन्छ? सन्चै हुनुहुन्छ नि? एकदम क्यामेरा लो हाम्रो फाक्सा हजुर ठिकै छ। यो कोल्ड ड्रिङ्क हो, चिसो यता दिदी के बनाउँदै हुनुहुन्छ तपाईँ? काँक्रा काट्नुभयो, के बनाउनु दिदी? अचार हो, सोल्टी अचार बनाउँदै हुन्छ? हजुर पिरो पुरा नेपाली एकदम नेचुरल सलाद, टिपिकल नेपाली। हाम्रो दिदीहरू यहाँ फोटो सेसनमा हुनुहुन्छ र बहिनीहरू पुरा फोटो सेसनमा। यता हामीले एक चरण सेकुवा बनाइसक्यौँ होइन। चरण दिस इज पर्क सेकुवा के पर्क सेकुवा बनाएर खलास के हाफ। अब यता छ दुबई फ्रमको एक चरण हामी खाएर गरिसक्यौँ। अब एक चरण चाहिँ मजाले प्रिपेयर गरिसक्यौँ है। एक चरण दिदीहरू धान नाच्नु, मेरोबाट भिडियो होइन, दिदीहरूबाट बनाउँदै हुन्छ। दामी छ यता ब्याक साइड हेर्नु भने झनै दामी छ बिल्डिङहरू। हामी चाहिँ खानेतिर लाग्दैछौँ, यता बाँड्दै हुनुहुन्छ है। अभी हम लोग खाने का स्टार्ट कर रहा है पूरा। ये लोग ना केक दे रहा है। Baby, how are you? Hey you. Good. म बनाउँछु है भिडियो। ल हामी स्टार्ट गरेको छौँ है खाना। खानेकुराहरू ल पिकनिक है यो हाम्रो दसैँ पिकनिक। लिम्बू गीतले चाहिँ ब्याकग्राउन्ड चाहिँ बिगार्ने हो कि। ल यता खाँदै हुनुहुन्छ हाम्रो सोल्टिनीहरूले होइन। तपाईँ किन हो यता बस्नको होइन? होइन एक्सर्साइज गाह्रो छ। अहिले चाहिँ हामी दुबई फ्रेम एरियामा आएर उयो गर्दैछौँ है, दसैँ सेलिब्रेट गर्दैछौँ होइन।
यो एरिया सबै नेपालीहरू छन् होइन। आज दसैँको पुरै स्पेसल टिकाहरू लगाएर गरेको छ। उता यता हेऱ्यो नेपाली, उता हेऱ्यो नेपाली छ दुवै फ्रेममा होइन। ल ल पुरै पुरै रहेछ त्यसले बाँडिदिनु छ होइन। कस्तो छ नुनहरू पिरोहरू नाना कस्तो छ है? सेल रोड है। अब यो तिहारको पनि दामी कुन बाटो हो? पुरै अब चाहिँ पुरै खाँदैछु। अब म पनि खान लागेँ। हुन्छ दिदी, हुन्छ धन्यवाद दिदी, नमस्कार। यो चाहिँ खान लाग्छ रे दिदीले बाँड्दै हुन्छ। हामी चाहिँ खाँदैछौँ होइन। दामी छ आज सेकुवा पोल्ने म 2-3 जना छ। जान्नै भएको छ सेकुवा। गरे जस्तो गर्नु त लु 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 गर्नु काका होइन। म भिडियो गर्दैछु। लु 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 ल यो हामी स्पेसल लिम्बूको कल्चरमा होइन। ल म उठेर भिडियो खिच्छु है त। ल ल तम्बर खोला सेतुमा बस्ने एउटा सासू भनौँ न, फुपूको सासू। अनि हाम्रो काकालाई अब बजारमा भेट्दाखेरि पहिले हुन्छ नि त रक्सी चाहिँ। अनि ढोका ढोकमा सासू र ज्वाइँ त परेछ, रक्सी त पुतुङ तुङ तुङ त्यो जस्तो हुन्छ। एक्टिङ गर्दैछु। लु भयो भयो, म गरिरहेको छु। हालिदिनुहोस् है। लु लु भिडियो भयो 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 भिडियो भइसक्यो। अहिले आउँछ नि हामीलाई के भन्थ्यो पानी पनि तरी बराउँदा जब लाम्बो गराइदिन्छ नि बाटोमा भनेपछि हात बङ्की बङ खनाउनु हुन्छ हुन्छ म निकाल्दिनँ। ल ल भेना नाना खाउँ है। म खाँदैछु। म त अब एक चरण खाइयो। उहाँ सोल्टीहरू दिदीहरू नाच्दै हुनुहुन्छ है। ल यो खोटाङ्गे ठिटोको सर्जक दाजु हाम्रो जुन मामा श्री हुनुहुन्छ ढोलाङको, उहाँलाई ट्याग गर्ने तरिकाले यो गीत हालिदिने हो। हामी दुवै फ्रेममा चाहिँ होइन दसैँ स्पेसल यो गीतमा चाहिँ पुरै डान्सहरू गर्दै हुन्छ। ल
1 2 3 डायलग सुरु। यो म भन्न सक्दिनँ सालो अब मकै खाने ककले पैसा नकले अब उमेरले 50 वर्ष पुगे पनि केही छैन। ब्रो नेपाली दाइ दिदीहरू चाहिँ पुरै दसैँ स्पेसल पुरै डान्स गर्दैछन् है। नाच्नुहोस् न नाच्नुहोस्। यहाँ मल दुवै फ्रेममा हामी आइपुगेको छौँ। म चाहिँ दुवै फ्रेम एरियामा छु। दामी छ दुवै फ्रेम आएर एकचोटि तपाईँहरू घुम्नु होला। हुन्छ सर दुवै फ्रेम एरिया दामी घुम्न लायक ठाउँहरू छ है। दामी छ यता दुवै फ्रेम दा म्युजियमहरू होला। पुरै आज चाहिँ सबैजना घुम्दैछन् रमाइलो गर्दैछन्। यो कुन चाहिँ कन्ट्रीको बनाएको रहेछ हौ? अरे जापानको बनाएको रहेछ है यो। जापान हो ओसाका जापान। जापानको बिल्डिङ बनाएको रहेछ। दामी छ ठाउँ। हामी दुवै फ्रेममा म हाम्रो धनकुटाको दुर्गा सोल्टीसँग घुम्दैछु। अनि दाइले सोल्टीले यहाँ जापानको बिल्डिङमा पनि ल्याउनु भयो ओसाका बिल्डिङ। हाम्रो धान नाच्दै हुन्छ है भेना। ल भेना दामी फोटो सेसन हुँदैछ हाम्रो दिदीहरू सोल्टिनीहरू। एकअर्कामा हेर हाम्रो नाना भेनाको चाहिँ लभ पर्दैछ है दुवै फ्रेममा। हुन्छ हामी दसैँ विशेष नानाहरूले राखेको कार्यक्रममा आएको छैन। दसैँ कस्तो भएको एकदम भएको छ रमाइलो भएको छ। गीत कल्पना गर्नु है नाना। मेरो सायद गीत चाहिँ एडिट गर्नु है। ल म सेकुवा बनाउँदैछु। सेकुवा अब साँझ पनि परिसक्यो तर नि एकदम सेकुवा बनाएको छु।